यस्तो छ हाम्रो बारी। यो चाहिँ पहिला हाम्रो बाजे पुर्खादेखिको यो हाम्रो बारी हो। यस्तो खालको छ। पहिला पहिलाको त मकै रोपेको, अहिले उत्तिस छ, अलैँची अलिअलि छ। अहिले त घारी छ। यस्तो छ, यस्तो छ हाम्रो बारीहरू चाहिँ। अलैँची अलिअलि छ। आज चाहिँ म यता हाम्रो बारीतिर यस्तो हेर्नु आएको। साथीहरू हेरिसकियो हाम्रो बारी चाहिँ प्लेटहरू। यतातिर नि छ ल, अलैँचीहरू यतातिर नि छ। यस्तो छ, पुरै घारी भइराखेको छ। पहिला पहिला यतातिर खेतहरू थियो। यस्तो छ अहिले। यस्तो छ है हाम्रो खेतबारी। उत्तिस यस्तो छ। यो चाहिँ हाम्रो देउराली बाली हो। पुरानो पहिला कोदो मकैहरू रोपेको, अहिले अलैँची बगान, उत्तिस घारी छ। यो मेरो पुरानो हाम्रो बारी हो। उहिलेको मकैहरू पहिला कति हुन्थ्यो, कोदोहरू। अहिले उत्तिसहरू छ। यस्तो भएको छ हाम्रो बारीहरू। यस्तो भएको छ हाम्रो बारीहरू चाहिँ। यस्तो आज चाहिँ हेर्दै 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 आएको। स्यामे, यो स्यामे कता गयो? गो ब्याक, गो ब्याक, गो ब्याक, गो ब्याक, गो ब्याक, गो ब्याक, गो ब्याक। यो चाहिँ म जन्मिएको गाउँ। यो चाहिँ मेरो माइत गाउँ। यहीँ म जन्मिएको हो। धेरै वर्ष पछाडि आएको। यस्तो छ मेरो माइत गाउँ। यस्तो छ। कोही छैन हाम्रो घरमा, घरमा मात्रै छ। यस्तो छ हो मेरो माइत गाउँ। यस्तो छ। यो चाहिँ हाम्रो मेरो माइत गाउँ। म जन्मेको, यो चाहिँ म जन्मेको गाउँ।